ओ स्वर्ग आइपुग्यो गाइस, स्वर्ग स्वर्ग आइपुग्यो है। स्वर्ग हाम्रो नेपालको स्वर्ग। नेपाल भनेको त स्वर्गै हो नि। यस्तो रमाइलो रमाइलो ठाउँ छ, तर घुम्ने चाहिँ गर्नुपर्छ। स्वर्ग स्वर्ग। ओहो भैरवकुण्ड देख्न है। स्वासा र फ्याफा भइसक्यो यार। हिँड्ने बानी नभए पनि गाह्रो छ। हिमाल त झन् नजिक नजिक बढिरहेछ। झन् रमाइलो रमाइलो भइरहेछ। होइन भन्दा नि यता पहाड यता हिमाल बिचमा बाटो, खुब रमाइलो छ। हेरौँ है हाम्रो सिन्धुपाल्चोकको भैरवकुण्ड। हाम्रो चाहिँ नि बाइक नआएर चाहिँ नि बगानदेखि हिँड्दै आएको। हामी चाहिँ नि बाइकमा पिकअप नपुगेर बगानदेखि हिँड्दै आएको। ल यस्तो छ लास। यस्तो आएर रमाइलो के। हिमाल। ल म पनि आएँ है। अब चाहिँ खुब रमाइलो भयो है मलाई चाहिँ। स्वर्ग इज नेपाल। स्वर्ग जस्तो नेपाललाई चिनिँदैन हो मान्छेहरूले। तर घुम्न चाहिँ पर्छ ल जहाँ पनि। यस्तो यस्तो हेर्न पाइन्छ है। यस्तो यस्तो थाहा पुगिन्छ है। यही हो रमाइलो भनेको। जिन्दगी मरेर लाने के छ र, होइन? दुई दिनको जिन्दगी घुम्न त परिहाल्यो नि। ल गाइस, धेरै लामो भिडियो नगरौँ, सानो सानो गरौँ। ल अबलाई भिडियोलाई यतिकै रद्द गरिदिउँ, अनि पछि फेरि अर्को भिडियो बनाउँला।